हो खाँदा पनि। हेलो सेवा तथा सेवा नमस्ते। वेलकम ब्याक टु हाम्रो मुन्नु ब्लग्स तपाईँहरूको प्यारो। अनि आज चाहिँ हाम्रो के प्लान भने एकछिन मलाई खानु हतार भइसक्यो अरे कस्तो अलिकति च्यालेन्ज टाइपको मुकबाङ ब्लग्स हेर्नुहोस् करेन्ट नुडल गर्मीले भन्छ ल अब 1 2 3 सुरु गर्मीले काट्छ नि त्यही हो। अनि विनरलाई चाहिँ भुन्टे कोक छ कसले फास्ट छिटो हुँदैन नि त। लाइन पनि छैन, पसिना यस्तो आइरहेको छ गर्मीले। त्यही माथि पिरोले पिरो काट्छ भनेको यही हो। दामी गर्मी काट्छ अरे क्या पिरोले मतलब। छिटो खानुपर्ने ठिक्क हो। दामी रहेछ ग्रेभी वाला पनि मिठो हुनेछ। यदि तपाईँहरूलाई रेसिपी भ्लग चाहिएमा हामीलाई सम्पर्क गर्नु होला, कमेन्ट गर्नु होला, हामी त्यो पनि हाल्नेछौँ। उता राम्रो छेकिन्छौँ। हामी चाहिँ घाँसमा आज 3 जना छ होइन, 3 जना थियो। एकजना साथी ढिलो भयो क्या उसको कामले गर्दा हो। काम छुट्टी भएन, आज लेट भयो थोरै, आधी घन्टा जति। विनरलाई भुन्टे कोक पनि छ है। भुन्टे कोक मेरो हो आज भुन्डेको। गर्मी पनि भइरहेछ। कस्तो लाग्यो हल्का एउटा सधैँ ड्राई खाइरहेको मिठो भएछ त्यो सुपले गर्दा पनि। बनाउँदैछ नि उता काट्नु मिल्छ है। त्यहाँ फ्रिजमा हेर्नु त। कोक त म खाँदा जस्तो छ त्यहाँ त। अनि काट्यो पसिना हेर नि। लाइन पनि छैन आज। मलाई साह्रै गाह्रो भएर बिस्तारै खाँदैछ। बिहान 8 बजीदेखि गयो होला पुलमान गएदेखि हेर न। बिहाल छ बिहाल। पुलमान जाने बित्तिकै बिहाल हामीलाई। होइन आज बाटो बन्दै गरेर चाहिँ गएको विशेष लाइन चाहिँ। अब पुलमान गएपछि नि अलिक केही न केही त गइरहेछ क्या लाइन। दिउँसो गइरहेछ। मेरो त रस मात्रै लागिरह्यो अब। पानी बिना सकिएन तर। दामी भयो ग्रेभी पनि, तर आज पेट पोल्ने हो कि लास्ट आयो मेरो एउटा सँगसँगै झन्डै सँगसँगै उसको लाग्छ अर्कै टाइम मलाई थाहा छ। तर यतिको त बराबरै भन्नु पर्दैन। अनि त्यस्तो ह्याप्पी थिएन नि त हामीसँग सामान। भन्नुपर्छ साथी हो मेरै भयो। ल पुरस्कार चाहिँ उसले जित्यो, उसले भन्छ, तर खान्छ सँगै खान्छौँ। च्यालेन्ज गर्दा चाहिँ के थाहा भयो भने त गाले चाहिँ यही रहेछ। बियर चाहिँ हुनुपर्ने तर हेर न साथी प्राइस त गालेले क्या छिटो खाइसक्यो। जे गाले भयो भने त्यसको चाहिँ आफूले खानु पाइयो होइन, तर यो चाहिँ बाँडेरै खाने है फेरि। फर्स्ट खानु मजै छ क्या अलग्गै।
मैले पनि सकेँ गाई लाइन गएर तर लास्ट बिजोग भयो साथी यार यस्तोतिर रातै भयो होला अलिअलि मेरो त्यो दिएछ है तेरो यहाँ छ अन्त ल कोक पनि चेस कोक खाइसक्छु भने हाम्रो भिडियो यहाँ इन गर्नुपर्छ बोलेर है यस्तो गरी भएर छ नि साथी भन्नु सकेको छैन लाइन छैन त्यही माथि गर्लफ्रेन्ड बालेर हुन्थ्यो सधैँ चाहिँ त्यहाँ साथीहरूलाई पक्कै पनि मेरो भिडियो राम्रै लागिरहेको हुनुपर्छ यो मुखबाङको चाहिँ गर्मीको बावजुद पनि यति साह्रो हामीले दुःख गरिरहेको छ होइन उता हेर्नु स्क्रिनसटको लागि क्या पसिनै पसिना भयो कस्तो स्क्रिनसटको लागि उता हेरेर नगर्नु ठिक छ स्क्रिनसट हालेर फोटो पनि तान्नु मिल्छ नि यही सो गाइज यति भन्दै सम्पूर्ण मेरो युट्युब परिवार दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण इष्टमित्रहरू मेरो भिडियो कस्तो लाग्यो कृपया हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला त्यही भन्न चाहन्छु नेक्स्ट टाइम पनि फेरि भेट्नेछौँ हामी यस्तै भ्लगहरू लिएर ओके सी यू हेर्दै गर्नु होला माया गर्दै गर्नु होला है साथी हो मुन्दुम भ्लग क्लास